मैले आज यो भिडियो हाल्नुको कारण चाहिँ अहिले हाम्रो नेपालमा भइरहेको यो जेनजीहरूको आन्दोलनै भनौँ न, टाइम वेस्ट, त्यसको लागि हो। यो मेरो केही कुराहरू छ, त्यो कुरा राख्नुभन्दा अगाडि चाहिँ अगाडि एउटा यो भिडियो हेरौँ न। त्यसको विषयमा कुरा भएन, हाम्रो सिनेट एजेन्डा थियो आज लिएर, त्यसको बारेमा मात्रै कुरा भयो र त्यसको बारेमा हामी अहिले छलफल नगरौँ। अनि तपाईहरु कस्तो खालको जेएनजी हो, कसैले युनाइट गरिदिनु पर्ने, तपाईलाई कसैले भन्ने युनाइट गर्नुपर्ने के चाहिँ भयो तपाईहरुको? कहिले गरेर युनाइटेड भइदिनु पर्ने हैन नि त। वी अल नो गभर्नमेन्ट होल्ड्स द पावर, अल्टिमेट पावर भनेको गभर्नमेन्टसँग छ। हामीहरुले त आफ्नो तर्फबाट आह्वान गरि नै रहेको छौँ। कतिजना युनाइटेड हुँदै आइरहनु भएको छ। यहाँ पनि हामीलाई विभिन्न फेसेसहरु यहाँ देख्न सक्नुहुन्छ नि। वी आर फ्रम डिफरेन्ट प्लेस, एउटा मात्र प्लेसबाट छैन, हरेक प्लेसेस, हरेक जिल्लाबाट आएको छ। अझ हामी यहाँ यति मात्रै देखिरहेको छ, यति मात्रै छैन, यो सिंहदरबार बाहिर पनि हाम्रो कतिजना कस्तो खालको तिमीहरूको एजेन्डा हो कि यो जेनजीहरूको एजेन्डा कस्तो हो कि पब्लिकली भन्न नमिल्ने एजेन्डा कस्तो खालको एजेन्डा हो। अनि फर्स्ट कुरा चाहिँ मैले भन्न खोजेको चाहिँ तिमीहरूले एकचोटि आन्दोलन गर्यौ, त्यति धेरै 72 जना मान्छेहरूलाई मार्यौ, अनि त्यसपछि फेरि अहिले प्रोटेस्ट गर्नुको अर्थ चाहिँ के? त्यो त्यतिखेर प्रोटेस्ट गरेर तिमीहरूले त्यतिखेरको कन्क्लुजन के थियो भन्दाखेरि 6 महिनापछि चुनाव गराउने, त्यसमा फोकस हौ न। अहिलेको सरकारले जे गर्छ योभन्दा अगाडि लाखौँ करोडौँ अरबौँ भ्रष्टाचार भए। अहिले एक दुईवटा शान्तिना भयो, जसले एक दुईवटा कुरा गलत भयो भने छोडिदेऊ, इग्नोर गरिदेऊ, बस्दा हुन्छ। किनभने चाहिँ चुनाव आइरहेछ, हाम्रो मेन फोकस भनेको त चुनाव हो। चुनाव पो गराउने हो त, तिमीहरूले चुनाव पो गराउने, आन्दोलन गरेर आफ्नो टाइम वेस्ट गरेर किन बस्छौ? किन अझै मान्छे मार्न खोज्छौ? आखिरीमा अहिलेको सरकार भनेको तिमीहरूले जेनजीहरूले चुनेकै सरकार हो, तिमीहरूले सोचेरै चुनेको थियो होला हौ। जे गर्छ जे भए पनि अबको सरकारले जे गर्छ हामीले हेर्ने मात्रै हो। ल, हामीले चान्स, सरकारमा भएका मान्छेहरूलाई त हामीले देशको लिडरसिप गर्ने एउटा हामीले चान्स पो दिएको हो त। अनि हेर्ने हो कि कस्तो गर्छन् उनीहरूले। ल, उनीहरू के अरे सत्तामा नहुँदाखेरि, मतलब सरी जे होस् पावरमा नहुँदाखेरि चाहिँ मिडियामा आएर ठुला कुरा गर्नु र पावरमा बसेर काम गर्नुमा त धेरै फरक हुन्छ नि त। उनीहरूले त्यस आफ्नो एक्जिक्युसनलाई यो 6 महिनामा कसरी देखाउँछन्? हामी त पहिला हामी जनताले त अब यो 6 महिना त उनीहरूले कसरी काम गर्छन् त? अहिले त राम्रै मान्छे छन् नि त सरकारमा, सबैजना राम्रै छन्, दक्ष छन्, गरेका मान्छे छन्। ल, उनीहरूले कसरी गर्दा रहेछन्? 6 महिना पनि धेरै कुराहरूमा चेन्ज गर्न सकिन्छ। गर्न चाह्यो भने 6 महिना भनेको धेरै लामो टाइम हो। सानो कुरा भयो भने पनि चेन्ज गर्यो भने धेरै ठुलो इम्प्याक्ट हुन्छ। त्यही भएर उनीहरूले 6 महिनामा के गर्छन् भनेर हामी बसेर परबाट हेर्ने मात्रै हो कि। 6 महिनापछि एउटा फिक्स पार्टी 5 वर्षलाई हुन्छ या 2 वर्षलाई हुन्छ, त्यसपछि एउटा फिक्स पार्टी, फिक्स मान्छेहरूलाई हामीले भोट हालेर चुनाव भएपछि भोट हालेर जिताएर त्यसपछि चाहिँ उनीहरूको काम हेर्ने हो नि त। अब 6 महिनासम्म के गर्छन् कसो गर्छन् त्यसमा आन्दोलन गरेर देशमा अशान्ति फैलाएर बस्नुको चाहिँ कुनै पनि अर्थ छैन। अनि यो कस्तो वी आर फ्रम डिफ्रेन्ट प्लेसेस भनेको चाहिँ जेनजीहरू आन्दोलन गर्न डिफ्रेन्ट के अरे जिल्लाबाट आन्दोलन गर्न, मान्छे मार्नलाई तिमीहरू आन्दोलन गरेर के अरे आफ्नो टाइम वेस्ट गर्नलाई डिफ्रेन्ट जिल्लाबाट आएको चाहिँ किन? तिम्रो आउनेको रिजन त फेरि त्यहाँनिर देशमा अशान्ति फैलाउनु नै त हो नि। मेन लास्टमा कन्क्लुजन हुने भनेको त आन्दोलन गर्छौ, काठमाडौँमा आन्दोलन गर्छौ, देश बन्द हुन्छ, यता हुन्छ, ऊ हुन्छ, 2-4 जना मान्छे मरिन्छ, स्कुल कलेज बन्द हुन्छ, सरकारी अफिसहरू बन्द हुन्छ। घाटा कसलाई लाग्छ त? हामीलाई नै लाग्छ होइन? हामी नेपाललाई नै लाग्छ होइन? त्यो गर्ने होइन के। अब 6 महिनासम्म चुप्प लागेर बस्ने, चुनाव दिने। चुनावमा चाहिँ अब बालेनले इन्डाइरेक्टली भनेकै छ चुनावमा म पार्टी खोल्छु। ल, सबैजना मूर्ख होइनौ कोही पनि। अब यति धेरै बुझिसक्यो बुढा पार्टीहरूले के गरे, कस्तो भयो देशमा, अहिले हामी कहाँ छौँ, हाम्रो देश कहाँ छ, हामी कति अगाडि छौँ या कति पछाडि छौँ। नेपालमा चाहिँ हाम्रो केपी ओलीले अलिअलि 2-4 ठाउँमा 2-4वटा जिल्लामा राम्रो बाटो बनाएर मैले देश विकास गरेको छु भन्दै गर्व गर्छ। थाहा भयो होला अहिले कस्तो हुन्छ त्यो गर्व के भयो होला। बाटो बनाउनु मात्रै देश विकास गर्नु होइन भन्ने कुरा अहिले सिक भयो होला। जनताले लखेटेर मार्न खोज्दाखेरि चेत त भयो होला अलिकति। मर्दाखेरि मलामी आउँदैनन् कि तिमीहरूलाई होइन? तिमीहरू नेताहरू छौ नि सबै, तिमीहरूको लागि चाहिँ मर्दाखेरि मलामी तिमीहरूका जुनहरूलाई गर्यौ, जुनलाई पैसा खुवाएर पाल्यौ, त्योभन्दा कोही आउँदैनन् जनतालाई। नेता भनेको कस्तो हुनुपर्छ तिमीहरूलाई एक्जाम्पल देखेकै छौ हेर। अब बुढाहरूलाई यो कुरा चाहिँ नेता भनेको हाम्रो महावीर पुन जस्तो हुनुपर्छ, हाम्रो हर्प साङपाङ जस्तो हुनुपर्छ, हाम्रो बालेन जस्तो हुनुपर्छ।
जनताको अगाडि जाँदाखेरि छाती फुलाएर हिँड्न सकुन्न नेताले, अनि पो नेता हुन्छ त। हाम्रा पुराना बुढापाकाहरूलाई नेताको परिभाषा पनि थाहा रहेनछ कि हामीले देशमा यस्तो गऱ्यौँ उस्तो गऱ्यौँ, हामीले यो गऱ्यौँ, हामीले क्रान्ति ल्यायौँ, हामीले राजा फाल्यौँ, हामीले लोकतन्त्र ल्यायौँ, हामीले गणतन्त्र ल्यायौँ, यो ल्यायौँ त्यो ल्यायौँ भन्छौ नि। समय हो सबै कुरा। तिमीले त्यतिखेर गऱ्यौ मान्यौ, त्यसपछि तिमीले के गर्यौ? त्यसपछि त्यही केही नगर्नाले त अहिलेको परिणाम जो भयो। म त चाहन्थेँ एकजनालाई त मार्नै पर्थ्यो, ती 3 जना टाउकेलाई त मार्नै पर्थ्यो जेनजीले। अब मारेनन्, कान लुकेर बसेका छौ, ठिकै छ, केही छैन, मार्नु नि हुँदैन। तिमीले देख्छौ अबको चुनावपछि बनेको सरकारले देश विकास भनेको के हो भन्ने हाम्रो आशा छ, त्यसले देखाउँछ भन्ने आशा छ। तिमीहरू पनि मर्दैनौ, 1-2-4 वर्ष 10 वर्ष अझै मर्दैनौ सबै बुढाहरू। तिमीले देख्छौ देशलाई कसरी विकास गर्नुपर्छ, अनि नेता भनेको कस्तो हुनुपर्छ। नेता भनेको अघि पनि भने मैले, कुलमान घिसिङ जस्तो पनि हुनुपर्छ, गणेशमान सिंह जस्तो पनि हुनुपर्छ नेता भनेको। त्यस्तो हो नेता भनेको। जनता अगाडि जाँदाखेरि ताली बजुन् न, गाली होइन कि। गफ मात्रै गर्ने, काम नगर्ने, नबोलिकन काम गर न, अनि पो नेता हुन्छ त। त्यस्तो पो हो त। अनि अर्को कुरा मलाई भन्न मन लागेको चाहिँ रवि लामिछानेको बारेमा पनि हो। जेनजीको जुन आन्दोलन भयो, जुन सिंहदरबार चल्यो, त्यत्रो धेरै मान्छेहरू बाटोमा आए, त्यो आगो बाल्दाखेरि फर्स्टमा मेरो हिसाबमा चाहिँ पहिलो दाउरा हाल्ने चाहिँ रवि लामिछाने नै थियो। उसको त्यो कार्यक्रम नै थियो, के अरे सिधा कुरा जनतासँग नै थियो। फर्स्ट दाउरा हाल्ने चाहिँ, अनि आगो लाग्ने र फुट्नु, यत्रो धेरै मान्छेहरू मर्नुको कारण सुरुमा दाउरा बटुल्ने, दाउरा बटुलौँ भन्ने मान्छे चाहिँ रवि लामिछाने थियो, जसले जे भने पनि मलाई लागेको र मैले देखेको। अनि हाम्रो देशको कानुन कस्तो छ भन्दाखेरि 70 करोडको घुस खाएको, 40 करोडको घुस खाएको, पोखरा एयरपोर्टमा त्यत्रो घुस खाएको प्रमाणसहित भेटिँदाखेरि पनि कसैलाई कारबाही हुँदैन। बाटोमा खुल्लेआम नेता भनेर हिँड्छन् हाम्रो देशमा। अनि जसको चाहिँ प्रमाणै भेटिँदैन, जसलाई चाहिँ हामीले कानुन, हाम्रो नेपालको संविधान अनुसार ल जेलमा राख्नै मिल्दैन, त्यस्तो मान्छेलाई जेलमा राखिन्छ हाम्रो देशको कानुन। यो अनि अहिलेको सरकारले यो रवि लामिछानेको केस पनि हेर्नु पर्यो। दोषी हो भने ल दोषी हो भनेर सबैलाई अनाउन्स गरिदिनु पर्यो। यो थुनछेक यताबाट केस हाल्ने, अर्को जिल्लाबाट केस हाल्ने गरेर त्यो अल्झाइदिनु भएन। चुनाव आउँदैछ, उसलाई पनि लड्न दिनु पर्यो। बालेनले पार्टी खोलेर अगाडि आउँदैन भने त हाम्रो नेपाली जनताले चान्स दिने भनेको रवि लामिछानेलाई नै हो के। किन भन्दाखेरि रवि लामिछाने पनि बोलेको छ, हाम्रा पुराना बुढाहरूले बोले गरेनन्, अब यति धेरै गरेनन्। 1-2-4 वर्ष हेरिदिउँ न त। रवि लामिछानेको नेतृत्व नेपाली जनताले 2-4 वर्ष हेरिदिउँ न त। इफ बालेन आउँदैन भने भनाइ हो त्यो चाहिँ।